ग्रामरमा प्रो बन्न भर्बको 5 वटा रूप बुझ्नु भनेको आधा ग्रामर बुझ्नु झै हो। पार्ट 4। भर्ब नु आउने, खानु, हिँड्नु, बस्नु चिन्न सक्नुहुन्छ भने अब अझ डिटेलमा बुझ्न यस प्रकारका छन्। मेन भर्ब मुख्य क्रिया, यसले वाक्यमा कुनै न कुनै काम भएको देखाउँछ। यसमा देखिने काम इट, रन, राइट जस्ता भर्ब र महसुस हुने काम लाइक, नो, थिङ जस्ता भर्ब हुन्छ। यसका 5 वटा रूप हुन्छन् जुन वाक्य अनुसार बदलिन्छन्। 5 वटा रूप हुन् V1, V2, V3, V4, V5। यो वाक्य अनुसार बदलिँदा डुको ठाउँमा डिड हुन्छ। डन, डुइङ, डज, इट, एट, इटन, इटिङ, इट्स, राइट, रोट, रिटन, राइटिङ, राइट्स यस्ता भर्बहरू हुन्छन्। अब हेल्पिङ भर्ब सहायक क्रिया, यसले एक्लै कुनै काम बुझाउँदैन तर मेन भर्बलाई टेन्स बुझाउन हेल्प गर्छ। प्राइमरी हेल्पिङ भर्ब समय बुझाउने, यसले काम अहिले हुँदैछ, हिजो भएको थियो वा भइसकेको छ भन्ने बुझाउँछ। यसमा 3 वटा फर्म हुन्छन् सम्झिनलाई सजिलो हुने गरेर। एउटा बी फर्म, ह्याभ फर्म, डु फर्म। बी फर्ममा इज, एम, आर, वाज, वेयर। ह्याभ फर्ममा ह्याभ, ह्याज, ह्याड। डु फर्ममा डु, डज, डिड। एउटा मोडल भर्ब यो हेल्पिङ भर्बमा पर्छ। क्षमता वा अनुमति बुझाउने, यसले कामको तरिका वा सम्भावनालाई बुझाउँछ। क्यान सक्नु, क्षमता, विल गर्नेछु, मे अनुमति। यसमा क्यान हेल्पिङ भर्ब, स्पिक मेन भर्ब। यसमा विल हेल्पिङ भर्ब, गो मेन भर्ब। यसमा मे हेल्पिङ भर्ब, कम मेन भर्ब। कन्फ्युजिङ हटाउन, यदि वाक्यमा 2 वटा भर्ब छन् भने पहिलो हेल्पिङ भर्ब, दोस्रो मेन भर्ब हुन्छ। भर्बका 5 वटा रूप, यिनीहरूको कहिले र किन प्रयोग गर्ने, किनकि टेन्स अनुसार भर्बको रूप फेरिन्छ।